यो व्यवस्था र यो व्यक्तिहरूले गर्दा नै हामीले दुःख पाएका हौँ भन्ने कुरा उनीहरूले बुझ्न सक्दैनन्। अब 2 महिना भयो मैले त भनेकै सुशीला कार्की सरकार बनायो ठिक छ, तर हामीले न्याय पाएनौँ। अब त बुद्धि आयो होला नि त। अब त सोच न यार, फेरि निर्वाचन गराउने त्यही व्यक्तिलाई लिएर आउने अनि फेरि हामी छाती खान फेरि कलरमा जाने त्यही प्रक्रिया दोहोऱ्याइरहने। अब त बुझ न यार, यो पुरानो सरकार भर्सेस जेन्जी हुनु पर्यो क्या, जेन्जी ग्रुप हुने होइन क्या, पुरानो भर्सेस नयाँ हुनु पर्यो। अनि हाम्रो 80% चाहिन्छ भन्नु पर्यो। संविधान संशोधन हामी आफै उपस्थित भएर गर्नु पर्यो क्या, संविधान नच्यातिकन हुँदैन यार। यो संविधान संशोधन के च्यात्नु पर्यो कि संशोधन गर्नु पर्यो, अब समय छ भन्न खोजेको क्या। दलहरूले त जेन्जीहरू सक्यो, अब उनीहरूले केही पनि गर्न सक्दैन भनेर एउटा भाषी निर्माण गरेपर्छ नि, यसलाई कसरी लिनुहुन्छ तपाईँ? हो, यसको मुख्य कारण नै हामी विभाजित हुनु हो कि जेन्जी एक ग्रुप जेन्जी 2 ग्रुप हुनु हो। यसको फाइदा उठायो क्या सरकारले। सक्यो भन्नु त सकेकै हो तपाईँहरू? सकेकै छ, मैले पनि भनिदिन्छु सकेकै छ, तर अझै पनि समय छ है। सुदन गुरुङ लगायत प्रतिनिधित्व गर्ने व्यक्तिहरूले चाह्यो भने हामी एकजुट हुन्छौँ, अझै पनि समय छ। यो संविधान संशोधन गरेर पुरानो नेताहरूलाई बहिष्कार गरेर जेन्जी 80% हामीले चाहिन्छ भनेसम्म चुनाव हुन्छ। चुनाव अगाडि नै अझै पनि समय छ है, अझै पनि समय छ। तिमीहरूले आह्वान गर, हामी आउन तयार छौँ। तिमी प्रतिनिधित्व गरेर